नमस्कार हजुर, म याङ्गो ड्राइभर। यो कम्पनीमा म सुरुदेखि नै सम्पर्कमा रहेको। अहिले म सुचारू गरिरहेको छु। यहीँबाट मेरो इलेक्ट्रिक बाइक छ। यसबाट यो अलिक धेरै नै किफायती छ। यसबाट प्यासेन्जर र चलाउने म आफू सबैलाई फाइदा हुने भएछ। मानौ म यहाँ लाजिमपाटमा छु, लाजिमपाटबाट कोटेश्वर जाँदाखेरि अन्य राइडहरूमा 150 लिन्छ भने यसमा 105 मात्रै प्यासेन्जरलाई लाग्ने भयो। बाँकी 45 चाहिँ मलाई कम्पनीले बोनस स्वरूप दिने भयो। यसको मतलब दुवैलाई फाइदा हुने भयो। अनि हामीले जति यसमा टिप हान्न सक्यो कम्पनीले त्यो अनुसार हामीलाई बोनस छुट्टै दिन्छ। दिनमा एकचोटि टिपको शुल्कमा बोनस अलग्गै, कम्पनीको बोनस दिनमा जति टिप हान्यो मिनिमम 2 टिप, 4 टिप, 6 टिप, 8 टिप, 10 टिपको छुट्टै बोनस पाउने भएर यो एकदम राम्रो। यसमा अन्य राइड सेयरिङ एप भन्दा कमसेकम पनि 30% चाहिँ चलाउने हामीलाई फाइदा देखिन्छ।